नमस्ते एभ्रिवान, म प्रदीप सेफ। आयो सबैजना सन्चै आरामै हुनुहुन्छ र म पनि एकदमै सन्चै आरामै। आज चाहिँ हजुरहरूलाई मैले ल्याम्रोनको रेसिपी लिएर आएको छु, कसरी म्यारिनेट गर्ने भनेर। पहिला चाहिँ यो बोइल ल्याम्रो, बोइल गार्लिक एन्ड हाफ, this garlic powder, ginger powder, धनिया पाउडर, saffron color, What do you do this? Chili. Yeah, chili. I told you say chili. Chili is green, not red. Don't mix the red. गाइस यो चाहिँ हाम्रो ल्याम्रोन हो। यसलाई चाहिँ कटिङ गर्नुपर्छ, कसरी गर्नुपर्छ हेर्नु। यसको चाहिँ यस्तो कटिङ हुनुपर्छ है त गाइस। बनाएको मसला के काम सक्छ त्यसपछि चाहिँ हाम्रो यो क्याप्सिकम, ओनियन, यो चाहिँ गाई 24 घन्टाको लागि फ्रिजरमा जान्छ कोल्ड रुममा। भोलिको अर्डर हो यो चाहिँ, भोलि सन्डे। गाइस यो चाहिँ हामीले यो जेन पेनमा हाल्दैछौँ।
हजुरहरूलाई यस्तै रेसिपीहरू चाहिएको छ भने लाइक कमेन्ट सेयर गर्नु होला अनि फलो गर्नु होला मेरो फेसबुक पेजमा फलो गर्नु भएको छैन भने यो चाहिँ ल्याम्रोन रहेको छ गाइज यसलाई चाहिँ अब 24 घन्टाको लागि हामीले फ्रिजरमा राखिदिँदैछौँ यो चाहिँ म्यान्डेट हुन्छ भोलि बिहानसम्म यो चाहिँ भोलिको लागि भोलि सन्डे भोलि स्पेसल गेस्ट आउँदैछ त्यसको लागि चाहिँ यो बनाएर राखिदिनु पर्छ ओके थ्याङ्क यू सो मच बाई बाई